आज थाम्नुपर्छ धड्केको थाहा अनि यसरी बोक्नु पनि हुन्छ। के हो ढल 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 ल ढल हेलो साथीहरू नमस्ते। आज चाहिँ म पिसा सिटी इटालीमा छु। हामी यताको डिरेक्सनबाट यहाँ ट्रेन स्टेसन छ हैन। यहाँनिर ट्रेन स्टेसनबाट हामीहरू चढेर यता हिँड्दै हिँड्दै अब लिनिङ टावर अफ पिसा वान अफ द वर्ल्ड फेमस हैन एकदमै त्यहाँनिर आएको छौँ। यो पिसाको मेन डाउनटाउन यहाँबाट चाहिँ 15 मिनटको वाकिङ डिस्टेन्समा रहेछ द लिनिङ टावर अफ पिसा, जुन चाहिँ त्यो ढल्केको अलिकति कोण 6 डिग्री कोण भएको बिल्डिङ मतलब टावर छ। घन्टाघर सुरुमा घन्टाघरको लागि भनेर बनाउँदै गएपछि 3 वर्षपछि 3 तला माथि पुगेपछि चाहिँ त्यो अलिकति बिस्तारै ढल्किन थालेको रहेछ। र यो टावर चाहिँ आजभन्दा 850 वर्ष अगाडि बनाउन सुरु गरिएको रहेछ। एसबी सम्मत 1173 मा चाहिँ यसको फर्स्ट ग्राउन्ड ब्रेकिङ भएको रहेछ भने यो चाहिँ 56 मिटर अल्गो छ र सबैभन्दा माथिल्लो तलामा चाहिँ 7 वटा ठुला घन्टीहरू रहेका छन् भने यसमा चाहिँ 251 वटा सिडीहरू रहेको छ है त। यात्राकै क्रममा छौँ। Turn right onto Ponte di Mezzo. अब यहाँनिर ब्रिज छ, एउटा सानो ब्रिज। पानी चाहिँ एकदम मैला पानी रहेछ यहाँको। ओके, पिसा टावर यहाँ देखिराख्नु भएको छ, लिनिङ टावर अफ पिसा। 15 मिनटको पैदल यात्रापछि ट्रेन स्टेसनबाट हामी आइसकेका छौँ। आजको लागि यात्रामा हाम्रो यहीँ पिसाका स्थानीय साथी हुनुहुन्छ, उहाँहरू अगाडि हुनुहुन्छ। म चाहिँ यहाँ ब्लग गर्दै भएको भएर अलिकति पछाडि परेँ। ओके, यो चाहिँ मेन पर्खाल हो, मेन इन्ट्रेन्स। अघि हाम्रो साथीले भने जस्तो यो चाहिँ अरू राज्यका सेनाहरू आएर आफ्नो राज्य कब्जा नगरून् भनेर चाहिँ उनीहरूले माथि उहाँ हेर्ने ठाउँ पनि बनाएर रहेछ होइन। अनि यहाँबाट चाहिँ पर्खालहरू गेटहरू, यो अहिलेको गेट चाहिँ यो नयाँ अहिलेको टाइपको गेट लगाएको होला, त्यतिखेरको गेट चाहिँ यहाँनिर थियो रहेछ। सो हामी छिर्दैछौँ। उहाँ देखिराख्नु भएको छ लिनिङ टावर अफ पिसा, ढल्केको टावर। यो खासै घन्टाघरको लागि भनेर अलिकति सूचना दिन, सबै जन्त्रहरूलाई अलर्ट रहनको लागि भनेर चाहिँ यो टावर बनाएको थियो अरे। अनि यो चाहिँ डोम भन्दो रहेछ। यो हेर्नुहोस् त कस्तो मजाले ढल्केको छ यो ग्राउन्ड लेभलबाट। सो हामी त्यहाँ पनि पुगिहाल्छौँ। माथि पनि चढ्ने ठाउँ छ, त्यहाँ माथि घन्टाघर छ, यो क्याथेड्रल चर्च समथिङ के भन्दो रहेछ। त्यसपछि यहाँ एउटा सिमेन्ट्री पनि छ, सिमेन्टरी चियानघारी भनौँ न होइन हाम्रो नेपाली शब्दमा। यो कति तला छ भनेर भन्दाखेरि ग्राउन्ड फ्लोरसँग 8 रहेछ। यही हो है। यही टावर मात्र हेर्नको लागि नै मान्छेहरू एकदमै धेरै आउँछन्। आज थाम्नुपर्छ धड्केको टावर। अनि यसरी बोक्नु पनि हुन्छ। के हो बोक्न पनि मिल्छ? अरूले बोक्नु पनि बोक्छ। यो चाहिँ सबैको हामी एक दुईवटा पिक्चर लिनलाई जाँदैछौँ। भने त पिसाको गइहाल्यो नि। टावर कहाँ छ, मान्छे कहाँ छन् होइन। ढल 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 ल ढल हात देखिएन त्यहाँ छोटो भयो। अलि न्युरी यो चाहिँ चर्च हो है। यो चर्च, यसलाई चाहिँ के भन्छ? डोम हो। यो चाहिँ इको आउने ठाउँ। यो पनि हल्का ढल्केको छ कि क्या हो? यो त यहाँ ढल्केको देखिरहेको छु क्यामेरामा। गजबको के छ भने माथि यो एक साइडमा यो हाम्रो यो पाटाकोले छाएको छ, अर्को साइडमा चाहिँ इँटाको त्यो टाइल हुन्छ नि त्यसले छाएको छ। मतलब यो डोमो प्लस यो चर्च अनि त्यो उता सिमेन्ट्री प्लस यो टावर एकैचोटि बनिएको हो। एकैचोटि भनेपछि यसको इतिहास त 1300 वर्षमा बनेको भनेपछि लगभग 700 वर्ष अगाडिको हो यो संरचनाहरू। 700 वर्ष अगाडि पनि यहाँ हामीले देख्न सकिन्छ। स्टिल अब एकदमै फ्रेस जस्तो देखिन्छ होइन, एकदम भर्खर बने जस्तो देखिन्छ। भर्खर बने जस्तो यहाँको बुट्टाहरू हामीहरूले हेर्न सकिन्छ। यहाँ कसरी कुदेको छ यहाँनिर पुरा हाम्रो त्यो काठमाडौँको त्यो आँखी झेल टाइपको होइन। यता माथिहरू पनि त्यस्तै बुट्टा मजाले सजाएर राखेको छ। अब क्वेसन त आउँछ त्यो
हाउ दे डु इट होइन त्यो जमानामा पनि कसरी बनायो होला भन्ने चाहिँ हामीसँग क्वेसन चाहिँ आउँछ तर अब त्यो जमाना पनि धेरै टेक्निकहरू टेक्नोलोजीहरू त्यही अनुसारले गरेको थियो होला होइन अनि यतापट्टि अब सिमेट्री छ च्यानघारीहरू हामी त्यहाँ पनि एकछिन सट्ट जाउँ कि लेट्सको त्यो च्यानघारीहरू चाहिँ के त्यो 700 वर्षकै इतिहास छ पहिलादेखिकै भन्छ त्यहाँ पिसा लिभर्नो लुका कहिले नमिल्ने फिरेन्चे नमिल्ने सानो राज्य त्यही भएर उनीहरूले यो टावरहरू अरू के गर्दैछ हेरौँ यो भनेर पर्खाल चाहिँ सबै त्यो यो आफ्नो के भन्छ जुन हाम्रो लिभर्नोको मान्छे यहाँ अट्याक गर्न आउँछ भनेर बनाएको पर्खाल हो यो अगाडिको पर्खाल है यो अगाडिको पर्खाल म तपाईँहरूलाई देखाउन गइरहेको छु यो वाल अघि उहाँले भन्नुभएको अरू शत्रुहरू बाहिरी शत्रुहरू आएर आक्रमण नगरौँ भनेर चाहिँ यहाँनिर वालहरू बनाएर रहेछ धेरै लामो निकै मतलब निकै अल्गो वालहरू छ सरी अनि यहाँनिर पनि त्यो जमानामै यो सबै संरचनाहरू यो सबै मोनुमेन्टहरू यहाँनिर जति पनि छ यो सबै 700 वर्ष पुरानो है 700 लगभग 1300 एसपी सम्बत होइन 1300 AD तिर यो बनाइएको रहेछ यहाँको शासकहरूले एकदम सानो राज्यहरू तिन चारवटा अघि हाम्रो साथीले भन्दै हुनुहुन्थ्यो अनि हामी यता यहाँ च्यानघारी छ त्यो च्यानघारीतर्फ पनि जाँदैछौँ अनि यो पर्खाल देखिरहनु भएको छ यो पर्खाल सबै त्यो जमानाकै पालाको हो लगभग 700 इयर्स ओल्ड अनि यहाँ हामीले देख्न सकिन्छ यो एकदमै यताउति त अलिकति जीर्ण भएको छ अब त्यो बेलामा सिमेन्ट थियो थिएन तर पनि यहाँको मान्छेहरूले भनेको सुन्दाखेरि चाहिँ ढुङ्गा एकदमै मजाले पिसेर ढुङ्गालाई एकदम पेस्ट पाउडर बनाएर अनि त्यो ढुङ्गामा पानीहरू प्लस अरू केही केमिकलहरू एकदम माटोलाई पनि कुदेर मिक्स गरेर चाहिँ अनि यो जोडेको भन्ने कुराहरू पाइयो होइन अब हुन त हाम्रो नेपालमा पनि त्यस्ता ती मल्लकालीन दरबारहरू त्यस्तै हाम्रो यता पुराना दरबारहरू पनि सायद यसरी नै बनेका थियो होला अब हाम्रो पनि इतिहास त धेरै पुरानै छ होइन अब लाइक गौतम बुद्धको इतिहास 2500 वर्ष अगाडिदेखिको छ त्यसपछि श्रीकृष्णको इतिहास भनेको 5000 वर्ष अगाडि रामको त्यस्तै छ होइन जनकपुर त्यसपछि यता अयोध्या श्रीलङ्का आदि इत्यादि हाम्रो पनि यसरी नै संरक्षण गरेर दरबारहरू अयोध्याको दरबार त्यसपछि जानकी त्यसपछि हरेक इतिहास छ यसरी नै टुरिस्टहरू प्रवर्धन गरेर पर्यटन प्रवर्धन गरेर चाहिँ हामीहरूले पनि गर्न सकिने रहेछ यो हेर्दाखेरि यहाँनिर मिलियन मान्छेहरू वर्षेनी लाखौँ पर्यटकहरू यति हेर्नका लागि आउँछन् धेरै टाढाबाट र यो पिसा अथवा भन्नु न समग्र इटालीको मेन सोर्स अफ इन्कम भनेको चाहिँ टुरिज्म रहेछ यहाँनिर योभन्दा अगाडिको ब्लगमा तपाईँहरूले देखिहाल्नुभयो रोममा कस्तो थियो टुरिज्महरू भनेर त्यसपछि भेनिसमा पनि त्यही छ एकदमै टुरिस्टहरू आउँछन् पैसा स्पेन्ड गर्छन् खर्च गर्छन् र यो चाहिँ हामीहरूले जुन त्यो बाहुबली फिल्ममा देखे जस्तो टाइपको गेट छ यहाँनिर त्यो पुरानै गेट हो यो फलामको चेन जस्तो यो फलामकै काठको गेट चाहिँ तर यो फलामको यो ठुलो साँचो भनौँ न होइन र यो चाहिँ सिमेट्री राइट यो चाहिँ च्यानघारी यो 700 वर्ष पुरानै च्यानहरू हो त्यहाँका सायद स्थानीय यो त्यतिखेरको जमानाको के भन्छ त्यतिखेरको मान्छेहरूको पालाको होला यो अब कुनै साइन्टिस्टहरूले यसलाई उत्खनन गरे भने यो पक्कै पनि यिनीहरूको DNA प्लस कार्बन डेटिङ गरे भने सबै पत्ता लागिहाल्ला हो होइन ओके यो ब्याक साइड भयो अब हामी टावर चढ्नको लागि जाँदैछौँ र यो टावरको कन्स्ट्रक्सन चाहिँ एकदमै मार्बलबाट रहेछ यिनीहरू होइन र यो हेर्दाखेरि चाहिँ अब सबैलाई अचम्मै लाग्छ त्यो जमानामा कसरी के इक्विपमेन्ट थियो होला र यस्तो तरिकाले फिनिस बनायो एकदम चिल्लो त्यहीमाथि पोलिस पनि त्यस्तै छ त्यही लाइन बसिरहेको थियो माथिबाट एकजनाले जम्प गरेर यहाँनिर अर्को त्यो जम्प गर्ने त गइहाल्यो नि अर्कोलाई यहाँ स्पालामा लगाएको त्यसलाई पनि चोट लाग्यो नि सुसाइड गर्नु होला नि सो मतलब यहाँबाट चाहिँ अलिकति ग्राउन्डमा अलिकति दबेको रहेछ नि त यताको साइडमा होइन यतापट्टि निकै माथि उच्चै छ होइन यतापट्टि उच्चा छ र यतापट्टि चाहिँ अलिकति यो भएको रहेछ धस्सेको रहेछ भनेपछि यो यसको फाउन्डेसनै मतलब माटै यहाँको त्यस्तो थियो होला र अलिकति टेढा भयो होइन
अनि यो बनाएको बेलामा कति तल बनाउँदासम्म सिधै थियो अरे होइन अनि पछि त्यो माथि गइसकेपछि ढल्दै गएको अनि यसलाई सिधा गर्न खोजेको सक्दै नसकेको भन्ने त्यो खोइ त्यो स्टोरीमै त्यस्तो लेखेको छ धेरै राम्रो मार्बल छ बिल्डिङहरू चाहिँ अलिकति इन्क्लाइन भएको अलिकति ढलेको जस्तो हामीले देखिरहेको छ ढल्केको जस्तो फाउन्डेसनै र यो सबै मार्बल छ एकदम चिल्लो चिल्लो मार्बल त्यो बेलामा नि कटिङ त्यही अनुसारले गरे रहेछ र हामीहरू अब यताबाट सिँढी चढ्नुपर्छ होला यहाँ भित्रपट्टि द मोनुमेन्ट इज 58.36 मिटर हाई एट द फाउन्डेसन एन्ड ओभर द 55 मिटर एबभ द ग्राउन्ड एज बिन क्यालकुलेटेड 14,000 टनको छ द ग्राभिटी इज यति मिटर प्लस ल अब हामी चाहिँ टावर चढ्नको लागि जाँदैछौँ माथि सिँढी एकदमै हजुर लेट्स गो जय बजरङ्गबली यहाँनिर यो सिँढीहरू पनि पुरै धसिएको जस्तो देखिराख्न सकिन्छ हामीहरू यो मान्छेहरू हिँडेर यो स्टेप चढेर अलिकति खिएको हो कि जस्तो भन्ने फिल भयो होइन अब त्यो भित्ताहरू पनि त्यस्तै छ यहाँनिर भनेपछि यो सिँढीले चाहिँ डाइरेक्ट माथि एकैचोटि पुर्याउँछ यहाँनिर बिचमा कुनै तला आउँदै चाहिँ कुनै तलामा चाहिँ भित्र छिर्ने यताउति ठाउँ छैन नन स्टप गएको गई छ है यहाँ एकदम कन्जस्टेड टाइपको सानो सिँढी छ जाँदैछ माथि बल्ल बल्ल सेकेन्ड फ्लोरमा पुग्यो यो भित्रको यो सिँढीहरू पनि पुरै त्यस्तै ढल्केको जस्तो फिल हुँदो रहेछ गरियो झन् बोल्दै हिँड्दै गर्नुपर्दा त झन् गाह्रो ल थर्ड फ्लोरमा आइपुग्यो ढल्केको साइडबाट उता हेर्दाखेरि चाहिँ पुरै यो सिटी नै माथि उठे जस्तो देखिँदो रहेछ यो बिल्डिङहरू नै र युरोपको एउटा विशेषता भनेको चाहिँ अलि ठिक्का घरहरू र घरमाथि चाहिँ सबै टालीहरू यो खाले छ यहाँनिर कुनै अलगा स्काई स्क्रेपरहरू छैन र यो हामीलाई देख्न सकिन्छ यो स्टोनहरू कुन तरिकाले उनीहरूले जोइन गरेको छ भनेर होइन ओके यो सबै टाली सर्कुलर उयसमा सेपमा चाहिँ काटेर यो टाँसेको छ र यतापट्टिको बाहिरको भ्यू देखिराख्नु भएको छ यतापट्टि नर्दर्न साइड होला सायद पहाडहरू हामीले देख्न सकिन्छ यहाँनिर पहाडी इलाका अहिले यो टावर उकालो भयो गए जस्तो फिल हुँदो रहेछ उतापट्टि ओह्रालो छ र उतापट्टिबाट हेऱ्यो भने चाहिँ सिटीहरू अलिकति यस्तो इन्क्लाइन भएको देखिँदो रहेछ यहाँबाट अझै माथि जाने ठाउँ छ यो देख्न सकिन्छ हामीलाई पुरा मान्छेहरूले कुल्चेर पुरै ढुङ्गै पुरै उयो भएको छ र यो हेर्दाखेरि यो स्टोन जोइन गरेको सर्कुलर सेपमा काटेको यो सर्कुलर सेपमा काटेको मार्बलहरू होइन मार्बलहरू छन् अब यो चाहिँ हामी माथि जहाँ त बेल छ त्यो बेलमा जाँदैछ घन्टी भनौँ न त्यो ढुङ्गाहरू चाहिँ यहाँ देखिराख्नु भएको छ पहिला इभल साइजमा थियो होला अहिले यो साइजहरू पुरै यहाँ मान्छेहरूले स्टेप गरेर पुरै खिएको जस्तो छ ओमाइ गस त्यो रियोटा लाग्ने टाइपको देखिँदो रहेछ त ओके ल घन्टी बजाइद
एकछिन बस्नुपर्छ साह्रो थाकियो माथि चढेकालाई र साथीहरू अहिले चाहिँ हामी सबैभन्दा माथिल्लो तलामा छौँ यो माथिल्लो तलाबाट चाहिँ वैज्ञानिक ग्यालिलियोले चाहिँ एउटा एक्सपेरिमेन्ट गरेका थिए दुईटा बराबरी साइजको बल चाहिँ माथिबाट खसालेका थिए भनेर हामीले चाहिँ साइन्समा पढाएको थियौँ सानोमा मलाई चाहिँ त्यो ल एक्ज्याक्टली थाहा भएन तपाईँहरूलाई केही थाहा छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त ल अघि हामी सुरुमा आएको ठाउँ होइन सुरुमा छिरेको गेट यही हो यहाँबाट हामीहरू सुरुमा झरेका थियौँ अलिक क्लियर आएन है हामी फर्किने क्रममा छौँ फर्किँदैछौँ निकै माथि सिँढी यो अर्को तला मतलब तला बस्ने ठाउँ त रहेन रहेछ नि त होइन नरिसाइ सिँढी गएकै माथि नैसम्म पुग्दो रहेछ ब्रेक लाउँदै जानुपर्ने रहेछ है मेरो त्यस्तै भयो है ल फाइनली अघि पहिला आएकै ठाउँ आइपुग्यो एकदम रमाइलो भयो तर खुट्टा ब्यालेन्स गर्न चाहिँ गाह्रो भइरहेछ मलाई ल आजको यात्रामा साथ दिनु भने हाम्रो साथीलाई धेरै धेरै धन्यवाद अब हामी घर फर्किने क्रममा छौँ जसले भिडियो हेरिदिनु भयो कृपया कमेन्ट गर्नु होला कस्तो भयो भिडियो होइन र भिडियो हेरेर साथ दिनु भने सम्पूर्ण साथीभाइहरूलाई पनि थ्याङ्क यू सो मच आजको लागि यति नै यस्तै नयाँ नयाँ ठाउँहरूको भिडियोहरू हेर्नको लागि कृपया च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि थिच्नु होला यहाँहरूको दिन शुभ रहोस् अहिलेलाई म बिदा हुन चाहन्छु धन्यवाद